दुर्घटना भएर धेरै जनाको पनि कति गएको त्यो त अनि गिन्ती छैन। यही भिडमा मरे, यही मरे, एउटा बस पल्टियो, यही मरे बस पल्टिएर। हामीलाई त्यो सबै थाहा छ। हाम्रो बाटो एकदमै नराम्रो भएर हामीलाई हिँड्नै चाहिँ सहजै नभएर गाह्रो भएर अप्ठ्यारो भएर बाटो राम्रो बनाउनको लागि हामी गाउँको मान्छे सबैजना भेला भएर एकजुट भएर नमस्ते। हामी बनाउँछौँ सिंहपथको रिपोर्टिङको सिलसिलामा हिमाद खबरको तर्फबाट यहाँ उपस्थित भएका छौँ ताकि यो बाटो जति जीर्ण बन्दै गएको छ त्यति नै सबैले दुःख पाइराखेको अवस्थामा हामीले बनाउनुपर्छ ताकि कुनै पनि अवस्थामा सरकारको मुख ताक्नु हुँदैन र सरकारले नहेर्दै गर्दाखेरिमा हामी उपभोक्ताले यो बाटोलाई संरक्षण गरेर अगाडि बढाउनुपर्छ भन्ने उद्देश्य अनुरूप जुन श्रमदानको अभियान चलिरहेको छ त्यसै सिलसिलामा हामी जोडिएका छौँ। सम्पूर्ण हिमाद खबर हेरेर जुन प्रतिक्रिया दिनको लागि सबैलाई आग्रह गर्दै हामी निरन्तर अभियानमा छौँ। बाटोको विषयमा जनताहरूले साह्रै दुःख पायो। हजुर, त्यही भएर हामी आफै बाटो आफै खनेर नालाहरू निकालेर माटो फालेर बाटो बनाउनु अलि हिँड्नलाई सजिलो हुन्छ कि भने जस्तै यो कामहरू त सरकारले गर्नुपर्ने होइन र दिदी? सरकारको मुख हेरेर हेर्दा हामीले दुःख पायौँ। हजुर, त्यही भएर सरकारको मुखलाई बन्द गरिदिउँ भन्यो। विकास निर्माणमा जनताको सहभागिता पनि हुने र अर्को चाहिँ सम्बन्धित निकायलाई एउटा नैतिक दबावको रूपमा चाहिँ यसले नैतिक दबाव पनि दिने भएको हुनाले हामीले यो अभियान चलाएका छौँ। यो अभियानमा हामी अहिले जुटिराखेका छौँ। यो जुन अभियान सञ्चालन गर्दै गर्दाखेरिमा यो बाटोलाई कतिको स्तर उन्नति गर्ने योजनाका साथ अगाडि बढ्नु भएको छ? होइन, अहिले त हाम्रो खासै त्यस्तो योजना चाहिँ होइन। मुख्यतः यो बाटोको लागि त्यो एउटा मुद्दाको कारणले रोकिएको भन्ने छ। अब चाहिँ अलिकति सम्बन्धित निकायको ध्यान आकर्षण पनि भएको छ। अब निकट भविष्यमा चाहिँ यो बाटोको लागि के योजना पर्छ कि भन्ने हामीले सोचिराखेका छौँ। यो पहिलो चरणमा नाला साफ गरेर बाटोलाई सहज बनाउने। हजुर, त्यो नै मुख्य गरिराखेका छौँ अहिले चाहिँ हामीले। दुर्घटना भएर धेरै जनाको पनि कति गएको त्यो त अनि गिन्ती छैन। यही भिडमा मरे, यही मरे, एउटा बस पल्टियो, यही मरे बस पल्टिएर। हामीलाई त्यो सबै थाहा छ। सायद हजुरहरूलाई पनि जानकारी आउला त्यो। यही मरेको एउटा बस पल्टिएर एकजना यहीँ मरेको अनि एउटा तल बास गाडी मुनि त 1 टन गाडी त्यो अवस्था थियो। यहाँ जतिवटा गाडी पल्टेको पनि जबसम्म कानुनी रूपमा चाहिँ नियम के अरे मुद्दा चलिरहेको छिनफान हुँदैन तबसम्म नबन्ने अरे त्यस्तो पनि हुन्छ। यानि जनता मर्दै जाने त्यो नियम चाहिँ त्यतिकै मुद्दा चाहिँ चलि नै राख्ने के हो, शास्ति भोग्ने राख्ने हो। एउटा व्यक्तिले फसल किन हुँदैन भन्दाखेरिमा माथि त्यो सबै नेताले खाए छन्, त्यहाँ बोल्न मिले छैन कारण त्यो मुद्दा फसल सबभन्दा मेन कुरो यो बाटोले चाहिँ अब स्याङ्जा जाने बाटो पनि यही हो। हजुर, पाल्पा जाने बाटो, रामपुर जाने बाटो पनि यही हो। नवलपरासी डेजन जाने बाटो पनि यही हो। अनि यो रिसिङ जाने बाटो पनि यही हो। तर बाटोको हालत यस्तो छ, के गर्नु त्यो हजुरहरूले पनि यो एकदम गर्नु पर्यो। र यहाँ यो जुन मुद्दाको कारणबाट यो सिंहपथ चाहिँ एकदम नाजुक स्थितिमा छ र यसलाई अगाडि पनि पटक विभिन्न पालिकाहरू यो रिसिङ, घिरिङ, हिमाद पालिकाको पहलमा यसलाई अस्थायी रूपमा पनि बनाउने सरसल्लाह पनि भएको र यसलाई दुई किसिमबाट, एउटा स्थायी रूपमा, एउटा अस्थायी रूपमा तत्कालै चाहिँ बनाउनको लागि जुन यो हामी बनाउँछौँ सिंहपथ भन्ने जुन अभियन्ताहरूले पनि यहाँ पहल गर्नुभएको छ। त्यसमार्फत चाहिँ मलाई आजको यो शनिबारको दिन, आज 2083 वैशाख आज 19 गतेको दिन उहाँहरूले 1-2 दिन अगाडि यसरी चाहिँ यताको पनि गाउँलेहरूलाई श्रमदानको लागि भनिदिनु पऱ्यो भनेर मैले यता आमडाँडा, मिचुलुङ र यता तल्लो चाहिँ मालेवर टोलीलाई पनि उहाँहरूलाई सूचना गर्न, टोलका अध्यक्षहरूलाई सूचना गर्न लाएर आज चाहिँ हामीले 3टा ग्रुपमा काम गरिरहेका छौँ। यसले चाहिँ जुन नालाको पानी चाहिँ बाटबाटै गएर सबभन्दा मेन समस्या त्यो भएको छ र त्यसले चाहिँ बिचको बाटोलाई खोलेर गाडीहरू चाहिँ जानलाई असहज भएको छ। त्यसैले
यो श्रमदानबाट पनि जुन नालाबाट पानी जाने व्यवस्था गर्यो भने केही हदसम्म चाहिँ यो अलिकति सवारी साधनहरू सञ्चालन गर्न चाहिँ यसले सहजता हुने जस्तो लागेको छ। र यसको चाहिँ स्थायी रूप भनेको त जुन मुद्दा चलिरहेको छ यसलाई छिटोभन्दा छिटो मुद्दा फैसला गरेर यो सरकारबाट नै यसलाई स्थायी रूपमा यसको चाहिँ निकासको लागि चाहिँ पहल हुनुपर्छ। त्यसमा चाहिँ हामी सबै गाउँपालिका र हामी प्रतिनिधिहरूको पनि त्यही चाहना छ र त्यसमा चाहिँ हामी विशेष जोड दिएका छौँ। उहाँहरूलाई त मुरी धन्यवाद दिन चाहन्छु। उहाँहरूले जुन हामीले अनुरोध गऱ्यौँ र त्यही अनुरोध र सूचनाको भरमा एकदम सक्रियता साथ चाहिँ लाग्नु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूलाई वडाको तर्फबाट र व्यक्तिगत तर्फबाट उहाँहरूलाई धेरै आभार एवं धन्यवाद व्यक्त गर्न चाहन्छु। यसो अब हामीले श्रमदानको लागि यहाँ यो क्षेत्रको यो छ, यसलाई मैले एउटा उत्साहको रूपमा एउटा शक्तिको रूपमा लिएको छु। आगामी आउने दिनहरूमा अझ यो कार्यक्रमलाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि यो सिंहपथ जुन अत्यन्त जीर्ण अवस्थामा रहेको यो नाला छ, अत्यन्त दयनीय अवस्थामा छ, अत्यन्त भिजुक अवस्थामा छ। केही दिन अगाडि मैले भिडियो पनि बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको अवस्था थियो। अब ती समस्यालाई समाधान गर्नका लागि आजको जुन उपस्थितिले सङ्केत गरेको छ, उपस्थितिले सन्देश दिएको छ, अवश्य पनि आजको यो उपस्थितिले आगामी आउने दिनहरूमा यो सिंहपथलाई सुधार गर्नका लागि यो नालाको हामीले अरू कुराहरूदेखि नालालाई व्यवस्थापन गर्नका लागि, नालालाई सुधार गर्नका लागि, सफा गर्नका लागि यो उपस्थिति एकदम बलियो छ। म एकदम यस बारेमा एकदम खुसी व्यक्त गर्न चाहन्छु। तपाईँहरूको यो टिमलाई पनि, हिमाद एफएम सँगसँगै हिमाद खबरलाई पनि मेरो अन्तरात्मादेखि नै तपाईँहरू एउटा भगवान रूपी समाचार दाताहरू हुनुहुन्छ। तपाईँहरूलाई मेरो तर्फबाट पनि एकदम धन्यवाद टुटाउन चाहन्छु। हाम्रो बाटो एकदमै नराम्रो भएर हामीलाई हिँड्नै सहजै नभएर गाह्रो भएर अप्ठ्यारो भएर बाटो राम्रो बनाउनको लागि हामी गाउँको मान्छे सबैजना भेला भएर एकजुट भएर बाटो बनाउन आएको। त्यस कारणले हामी आफ्नो टोलबाट चाहिँ सम्मिलितलाई लिएर चाहिँ हामी उपस्थित भई आफ्नो बाटो आफै बनाउँछौँ भन्ने चाहिँ मनमा लिएर उपस्थित। कुनै गाडी दुर्गन्ध भयो भने त हामीलाई नराम्रो हुन्छ। त्यसो भएर हाम्रो आफ्नो आफ्नो टोल आफै गरौँ, आफै विकास। सरकारले खै हेर्छ हेर्दैन थाहा छैन, हेर्दै हेरेन। अब यो पछाडि के हुन्छ थाहा छैन। हामी त अब सबै जुट्यो, घरको काम छोडेर गाई दिएर त्यतिको भोकै छ। सरकारले कति मान्छे पढ गर्छ त्यो हजुरहरू जान्नु। नेताहरूले यो बाटोलाई लिएर भोट ब्याङ्क बनाएर सधैँ उहाँहरूको यो भोट ब्याङ्कै रह्यो होइन। फिक्स डिपोजिटमा पैसा बसे जस्तो यहाँबाट ब्याज आउने, अनि भोलि पनि यही बाटो बनाउँछौँ, अर्को पालि चुनावमा नि यही बाटो बनाउँछौँ भन्दै उहाँहरू भन्नु विभिन्न बाहनाहरू बनाएर कहिले अख्तियारमा मुद्दा छ, कहिले बजेट पास भएन भन्दै आँखामा छारो हाल्ने काम गर्नु हो। उहाँहरूले को लागि यो उदाहरण स्वरूप पनि हो होइन। यो भिडियो हाम्रो भोलि हाम्रो श्रमदान उहाँहरूसँग पुगोस् र अर्को पालि आउँदा उहाँहरू एक सचेत भएर अब कसरी गर्ने भनेर स्ट्राटेजी र मोडेल सहित आउनुहोस्, एजेन्डा सहित आउनुहोस्, राम्रो भोट लानुहोस् र जनताको मन जित्नुहोस्। यसैको लागि हामी श्रमदानमा जुटेका छौँ।